आज चाहिँ हामी होइन रोमानियामा आएर पहिलोपटक एउटा काम गर्दैछौँ है त। यहाँको नियमअनुसार चाहिँ होइन अथवा यहाँको नियमअनुसार चाहिँ हामीले केही पनि सामानहरू यस्तो पेय पदार्थ बोतलहरू किन्यो भने चाहिँ 50 पैसा चाहिँ बढी तिर्नुपर्छ। त्यो 50 पैसा बढी तिरेको चाहिँ हामीले कहाँबाट लिने भन्नुहुन्छ भने त्यो खाइसकेपछि त्यो पेय पदार्थहरू पिइसकेपछि बोतल मिसिनमा हालेर होइन मिसिनमा हालेर हामीले लिनुपर्छ। एउटा बोतलको 50 पैसा यहाँको 50 ल्याइदिन्छ 50 ऊ दिन्छ होइन यहाँको 50 पैसा दिन्छ। आज चाहिँ हाम्रो यसरी होइन अब त्यो मिसिन चाहिँ अलिक टाढै पर्छ चाहिँ यहाँ चाहिँ यस्तो हुन्छ होइन यसरी हाल्ने हो बोतल ट्याक्क ट्याक्क हाल्ने हो अहिले यहाँ चाहिँ बिल आउँछ होइन गर्नै पर्दैन क्या तपाईँले त्यतिकै आउँछ छोडिदिनु न सुई हाल्नु न लाइन लगाएर बस्नुपर्छ या फेरि है अहिले कराउँछ त हजुर हाल्नु न हाल्नु म अहिले गरिहाल्छु त फेरि हाल्नु न हो आएन त्यो हाल्नु फेरि पालो पालो हाल्नु न बनाएर हाल्नु न स्क्यानर बनाएर क्या स्क्यानर बनाउनु भयो अब त्यो स्क्यानर देखाउनु नि हाल्नु क्या त्यसरी हाल्ने हो त्यो स्क्यानर देखाउनु उँभो पार्टी पार्नु हो त्यो स्क्यान गर्नुपर्छ क्या हो त्यसरी मुनि पो झर्छ ऊ आयो फेरि स्क्यान भएन यो या दाजु यस्तरी क्या होइन कोहीले लिन नमान्नु पनि रहेछ लिएन त्यो अर्को हाल्नु त अर्को हाल्नु न अर्को हाल्नु ल अर्को लिएन ल के भने त्यसो त्यो ऊ भएर क्या त्यो बेला लिने मान्छे हुन्छ नि त भित्र त अलिक ढिलो ढिलो हाल्नु न एक एकवटा गर्दै गर्दै त्यसरी नै हालेछु सकि नै सक्दैन ल अब त्यहाँ ओके भन्छ यहाँ ओके गर्नुहोस् रोन थिच्नु नि यहाँ रोन कुन त्यो त्यहाँ आउँछ यसको जियो चाहिँ माथि चाहिँ डिस्प्लेमा थिच्नुपर्छ क्या तान्नु ल भयो तपाईँको तपाईँ के डरेर आउनु भयो त्यो भएन फर्काएर हाल्नु अर्कोचोटि पुरै निकाल्नुपर्छ क्या पुरै निकाल्नु न यस्तै क्या दाजु आएन त्यो फेरि तान्नु त अर्को हालिदिनु त अब त्यसरी हाल्नु ल अहिले हालिदिनु फुट्दैन यो लिँदैन कि क्या नि यो लिनुपर्छ त होइन सकि तपाईँकै हालिदिनु त लिएन यार यो यसरी ल्याएर पानी पर्दैन क्या फटफटी दिनु न फटफटी ल यसरी हो ल यस्तो हुन्छ है ल एकदमै राम्रो सिस्टम छ होइन यहाँको चाहिँ यस्तो छ यो फोहोर हुँदैन भनेर त्यहाँ यस्तो हुन्छ है यस्तै देखाउँछ हाल्दिनँ यो पनि हाल्दिनँ ए रोमानियामा यसरी हालेर पैसा कमाउने है यो ल एउटाको 50 बानी दिन्छ होइन यसरी कमाउ गर्ने हो पैसा चाहिँ यो आफूले खाएको रिसाइकलको लागि हो यो चाहिँ होइन यो त कताको चाहिँ पार्छ होला नि ल यस्तै देखाउँछ होइन काउन्टिङ त देखाइराख त भयो अब त्यो हरियो थिच्नु हो त्यो बटम थिच्नु न ल यसरी थिच्ने त्यहाँ बिल आउँछ ल यो बिल लिएर भित्र सुपर मार्केटमा जाने
हामीले चाहिँ होइन आज अब पानी त्यो बोतलहरू त्यो मेसिनमा राखिसकेपछि चाहिँ हामीले पैसा पनि लिइसकेको छौँ रोमानियाको है होइन अहिले चाहिँ हामीसँग थोरै थियो नि त होइन अहिलेलाई चाहिँ अब थोरै थियो त्यही भएर हामीले यो पैसा पनि लिइसकेका छौँ होइन यहाँको सिस्टम चाहिँ एकदमै राम्रो छ रिसाइक्लिङको लागि होइन बाहिर फोहोर हुँदैन भनेर होइन एउटा बोतलको 50 बानी यहाँको 50 पैसा दिन्छ अब राम्रो पनि छ आफूले खाएकोहरू यताउता छरिँदैन होइन हामीले चाहिँ फाइनल्ली पैसा लिइसकेका छौँ बोतल लाएर यहाँ आइकन हामीले चाहिँ अब अस्तिदेखि नै राखेको थियौँ पहिलोचोटि त्यहाँबाट लिएको हो होइन एकदमै राम्रो सिस्टम रहेछ